अहिले प्रेसले आफैलाई नियन्त्रण गर्नुपर्ने अवस्था भएको छ। धम्की आउँछ, धम्कीको राज, त्रासको राज, अराजकताको राज चलाउन खोजिएको छ। र अहिले काम गर्न नसक्ने भ्रष्टाचारमा लछप्प डुबेको यो सरकार, नकली सरकार, यो सरकारले जेनजीका नाममा केही मानिसहरूलाई बोलाएर आफैले तयार गरेका मागहरू प्रस्तुत गर्न लगाएर आफैले आफ्नो विरोध गर्ने, आफूलाई दबाब दिने वातावरणका लागि तालिम दिइकन मान्छे बोलाएर सुशासनका नाममा घृणा र द्वेष फैलाउने खालका कामहरू गरिरहेको छ। सुशासनका नाममा कस्तो सुशासन खोजेको छ?